नमस्ते दर्शक वृन्द, आजको समाचार लिएर उपस्थित भएको छु। मुख्य समाचार रहेको छ, पूर्व राष्ट्रपति भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गर्ने। नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवा सुविधा फिर्ता गर्ने तयारी गरेका छन्। शीतल निवासबाट फर्कदै पूर्व राष्ट्रपतिको हैसियतमा पाउने धेरै सेवा सुविधा छाड्ने निर्णय गर्नु भएको थियो र आफ्नै निवास फर्काउनु भएको थियो। उनी निकट स्रोत भन्छन् बाँकी सेवा सुविधा पनि फिर्ता गर्ने तयारी छ। ती स्रोतले बताए अनुसार आगामी 1 साउनदेखि लागू हुने गरी सेवा सुविधा फिर्ताको पत्र पठाउने तयारी छ। अहिले सरकारले उहाँलाई 2 जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा तिर्ने गरेको छ। गाडी नलिए पनि इन्धन खर्च पनि सरकारले बेहोर्ने गरेको छ। उनी भन्छन् पूर्व राष्ट्रपति भण्डारीले शीतल निवास छाडिएता सरकारले दिने तलब, निवास खर्च लगायत लिएकी छैनन्। भण्डारीले गत 14 असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रम बीच पार्टीको सदस्यता नवीकरण गरेको जानकारी गराएकी थिइन्। त्यस्तै गरेर दर्शकवृन्द, न्यायालयप्रति शंका बढ्दै गयो, सांसद कार्कीले भन्नुहुन्छ। नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गएको बताएका छन्। संसदीय सुनवाई समितिको सोमबारको बैठकमा बोल्दै उनले न्यायालयप्रतिको जनताको आस्था, विश्वास र भरोसामा कमी हुँदै आएको प्रति ध्यान आकर्षण गराए। सर्वसाधारणको पहुँच न्यायमा कम हुँदै गएको भन्ने चर्चा छ। त्यस्तै न्यायालयप्रति जुन किसिमको आस्था, विश्वास र भरोसा हुनुपर्ने हो त्यसमा कमी आएको हो कि भन्ने आशंका छ। तपाईले कुन कुरा निरूपण गर्न के भूमिका रहन्छ, उनको प्रश्न थियो। उनले अहिले सर्वोच्च अदालतमा धेरै मुद्दाहरू विचाराधीन रहेको बताएका छन्। ती मुद्दालाई अघि बढाउन सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति थापासँग तपाईका योजना के छन् भन्दै प्रश्न पनि गरे। अहिले सर्वोच्चमै धेरै मुद्दाहरू पेन्डिङमा छन्, विचाराधीन छन्। ती मुद्दालाई अघि बढाउन के गर्नुपर्छ, तपाईको के सोचाइ छ, उनको प्रश्न थियो। उनले संसदीय सुनवाई समितिमा आज सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति थापा र न्याय परिषद संसदमा सिफारिस महेश कुमार नेपालको कार्ययोजना प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। दर्शकवृन्द, समाचार कस्तो लाग्यो पक्कै पनि तपाईहरूले आफ्नो कमेन्ट लेख्नुहोला। भिडियोलाई लाइक गर्नुहोला र त्यस्तै गर्न यो च्यानललाई सब्स्क्राइब गरेर हामीलाई सपोर्ट गर्नुहोला भन्दै आजको यो भिडियोबाट बिदा लिन चाहन्छु। धन्यवाद।